त्यही भनेर भन्छु भोलि 1 तारिकको नम्बर 1 टाइम टेबल ड्युटी आउनु ठीक छ। म भन्दिनँ कि टाइममा आऊ टाइममा जाऊ भन्दिनँ। 5 मिनेट 10 मिनेट कोही बात छैन, एडजस्ट हुन्छ ठीक छ नि। किनकि मैले टाइम टेबल हेरेर मैले तिमीलाई टाइम टेबल ड्युटी आउनु भनेको होइन। अहिलेको सजेसन यस्तो छ कि हाम्रो यहाँ मतलब होटेलमा त छैन, हामीलाई खानामा चाहिँ त्यति प्रब्लम हुँदैछ ठीक छ नि। जो मान्छेले अब काम गर्ने मान्छेले गरिरहेको छ, विचारहरूले आउँछ र म खान्छु भनेर उसले पर्खिरहेको छ, विचार लाग्नु उसले पाउँदैन। त्यसको नगर्नु कहिले पनि। जब खाना खान आउँदैछ भने जति पनि हाम्रो स्टाफहरू छ, मैले त्यही लागि मर्निङमा 2 जना, वासिङमा 2 जना, हाउसकिपिङमा 2 जना मैले त्यसै दिएको होइन। किनकि एक दुसरालाई पालिदेओस्, एउटा पिसाब गर्नुभयो टट्टी गर्नुभयो भने अर्को त त्यहाँ बस्नु पऱ्यो नि हो कि अर्कोलाई त टाइम दिनु पऱ्यो नि। अब त्यही भएर खाना खाने बेलामा पनि 2 जना नआउनु, अन्त त्यसको पछाडि पिसाब लागेर 1 जना जाऊ 1 जना पालिदेऊ। मलाई अब त्यस्तो बिडी सिगरेट फाइटिङ खाने मान्छेहरू पनि मैले भनिदिएको उसलाई जानु भने चाहिँ दुसरा रुटिन गरेर गर्नु। मैले कतिपल्ट हेरेको छु कि म ब्रेक गयो भने सबैजना कट्टा भएर बस्छ। मलाई आज किचनबाट फोन आएको थियो, बुझ्यो होइन, किचनबाट फोन आएको थियो, किचनमा कोही छैन भनेको बा। अन्त बुझ्दा किचनमा कोही पनि छैन भनेर सेफले फोन गरेर आयो। मिस तपाईँले फोन गरेर नि यसलाई मैले फोन गरेको त्यस्तो चाहिँ काम नगर्ने के। कसैलाई पनि बिडी सिगरेट खानु गएको छ भने अरे एक दुसरामा मिलेर बस न, मिलेर काम गरेर त्यस्तो के होइन। कसैले त हिसाब गर्ने होइन। अब जस्तो तपाईँ तिमीहरू बिडी सिगरेट खानु छ भने त्यो बसेर म बिडी सिगरेट खाएर आउँछु भनेर त्यसलाई चाहिँ कभर गऱ्यो भने त्यो खाएर आएर त्यो पनि त जानु सक्छ नि। त्यो चिया खाऊ चाहे फोन गरोस् होइन, घरमा फोन आउँछ तिमीलाई बात नगर पनि भनेको थिएन। घरमा फोन आयो भने 1 जना मान्छे छ 1 जना बात गर्छ, म केही त भन्दिनँ नि। त्यो 2 जना उता गएर बस्छ, किचन खाली गरिदिन्छ। क्याप्टेन यस्तो खालको चाहिँ यहाँको क्याप्टेन अलिकति हाउसकिपिङ देखेर पनि भाइ हाउसकिपिङ नै भएन कहाँ त्यो ऊ त झाडु गर्दैछ हाउसकिपिङ, ऊ त अब काम गर्दैछ भने नि उसको नजरमा देखेर हाउसकिपिङै नै हौ त्यस्तो हो। अब त्यही भनेर चाहिँ म क्याप्टेनको ममा देखा पर्नु मात्रै भनेको थिइनँ, बेला बेला यताउति राउन्ड गर्नु बुझ्यो होइन। अन्त इनिटाइम फ्लोरमा मान्छे चाहिँ बसिरहेको। मैले त्यसको मिटिङ धेरै कुरो लागि बताएको होइन। त्यसै बाद अब यो कुन चाहिँ महिना अप्रिल मे होइन, मे महिना मे जुन आउँछ, जुन लाग्दैछ नि। जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबरमा दसैँ छ, दुर्गा पूजा छ। को जाने अक्टोबरमा मलाई फिक्स बात गर्यो। किनकि बताइदेऊ, किनकि मलाई बतायो भने के हुन्छ भनेपछि म त्यसलाई अहिले नै म खबर दिन्छु कि हल्ला मान्छे जाँदैछ अक्टोबर भनेर भन्छु कि त्यतिखेर चाहिँ त्यो मान्छेलाई घर गयो भने त्यतिखेर पैसा पाउँछ। 2-3 महिना अगाडि भनेको पैसा हालिदिन्छ उनीहरू ठिक छ। अब एकैचोटि अब जाने कहिले चाहिँ अब अक्टोबरमा यहाँ सिजन हुन्छ, अक्टोबरमा सिजनको दिन हो, सेप्टेम्बर अक्टोबरमा सिजन हुन्छ यहाँ क्याम्पको होटेलमा। अन्त त्यतिखेर मान्छे नै काम गर्ने मान्छे हिँड्यो भने त्यही जानु सक्दैन नि त। अक्टोबर त्यतिखेर काम गर्ने मान्छे यहाँबाट हिँड्यो भने कसले काम गर्ने यहाँ? त्यतिखेर म मान्छे कहाँबाट ल्याउँ? त्यसलाई जाने हो भने मलाई अहिले मैले मिटिङ राखेको कारण चाहिँ त्यही हो कि को जाने हो मलाई अहिले नै फिक्स बात गरिदियो होइन। हामी 11 जना छ, टोटल 11 जना छ। एकजना अङ्कल त सेप्टेम्बरमा जान्छ, अक्टोबरमा जान्छ उसले अलरेडी भनिरहेको उसको त मैले गरिरहेको। अरू को जाने छ मलाई अहिले नै फाइनली बात गरिदिइहाल्छ बुझ्यो। तिमीहरूको सुपरभाइजरको किन भएको भने त्यही इन्चार्ज हो, त्यही लागि म के कसो क्रिकेटहरू के हो कहाँ के सबै कुरोको निर्भर गरेर बस्नुपर्छ। अब तिमीहरू त्यस्तो होइन कि मेरो नोकरी जान्छ तिमीलाई भन्दैन कि तिमीहरू अक्टोबर जाँदैछ तिमीहरू यो महिना गरेर काम छोडेर जाऊ, त्यस्तो खालको गर्दैन कि। जान्छ भने चाहिँ मलाई एकपल्ट मलाई पनि तसल्ली होस् कि मान्छे छैन भने अहिले प्रब्लम उनीहरूलाई हुँदैन, मलाई हुन्छ। उनीहरूलाई काम चाहिँ मतलब छ। अन्त त्यही लागि मैले भनेको ड्युटीको टाइम टेबल पनि भनिदिइहालेको छु। भोलिको ड्युटीको टाइम टेबल कति छ भनेपछि अब पुरा बिहान गरेर चाहिँ 1 हप्ता तपाईँहरू हाउसकिपिङमा तिमी भाएर तपाईँ मर्निङ आउनु 1 हप्ता ठिक छ। आज जस्तो सटरडे छ, अर्को सटरडे त तपाईँहरू मर्निङ गर्नु, त्यहाँको सन्डे दिन फेरि यहाँ आउनु, त्यस्तो गर्नु। अन्त त्यसको पछाडि फेरि मर्निङको यो आउँछ। अन्त अङ्कल अहिले चाहिँ 1 हप्ता म अहिले नै सुरु बताएँ कि म एकैपल्ट 1 हप्ताको रुटिन हो। त्यो चाहिँ घरिघरि म त्यो भनिराखेन आज यो त्यो त्यस्तो होइन बुझ्यो। तिमीहरूको 1 हप्ता चल्छ, तेरो अङ्कलको 1 हप्ता हो ठिक छ मर्निङको।
अन्त त्यसको पछाडि तिमी 12 बजे आउनु, त्यो यस्तो होइन 12 बजे आउनु, बस जाउँ भन्यो भने 12 बजे तिमी आउनु, अनि त्यसको पछाडि 3 बजे आउनु, रोक्ने 3 बजे आउनु, ठिक छ। सोमबारदेखिको एकजनाको छुट्टी छ भने चाहिँ एडजस्ट गर्नुपर्छ। सोमबारदेखिको छुट्टी दिन्छु, 1 तारिकको बजाउँछु, त्यति बेला चाहिँ एडजस्ट गर्नुपर्छ, ठिक छ नि। अरू त्यसै बाद अब सेलेरीको लागि त पुरा नगरेको सेलेरी त अब 1 2 3 4 जनाको बढ्दैछ। अघि पनि मलाई जोइले पनि भन्दै थियो, मेरो म्यानेजरले पनि भन्दै थियो, 4 जनाको सेलेरी चाहिँ इन्क्रिज हुँदैछ, ठिक छ नि। अब कति हुन्छ के हुन्छ त्यो त अब सेलेरी हातमा आएपछि मात्रै थाहा हुन्छ, मैले भन्न सकिनँ। लास्टमा तिमीले सुपरभाइजर तिमीले यति भनेको त खोइ यति बढेन त भनेर म पनि झुटा जस्तो हो कि होइन, उनीहरूको हातमा छ। बढ्छ भनेर चाहिँ मैले भनेको थियो, केटालाई ब्रिफिङ गर्ने भन्थे, त्यसको पछाडि के हो कसो को जान्छ त्यो ब्रिफिङ गर भनेर त्यसलाई मैले ब्रिफिङमा राखेँ। त्यसै बाद हरेक दिन काम ले त्यसरी काम ले नगर्नु। आज 1 बज्यो सटरडे थियो भने आज ठिकै काम छ। यो सागर किरानी भनेर छिटो सक्यो सागर ल्याएर 1 बज्नुभन्दा अगाडि नै सकेको थियो, अलिक भुलमा चाहिँ सक्यो। त्यसरी काम यसरी गऱ्यो, अब स्पिड गर्नुपर्छ क्या। उसले त्यो हेरेन कि त्यसले जेसुकै गरोस् म चाहिँ आफ्नो काम सकिहाल्छु, त्यसरी गरेँ। हिजो त सधैँ 1:30 बज्यो, हिजो 1:30 बजेको शुक्रबार बिजी थिएन, आज त्यस्तो बिजी थिएन पनि उनीहरूले 1 बजी सक्यो। हेर त हौ त्यसरी म हरेक हप्ता 15 दिनमा मात्रै ब्रिफिङ गर्छु, सधैँ गर्दैन। त्यसै बाद कोही तिमीले केही जवाब दिएन के गर्ने, अक्टोबरमा को जान्छ जवाब दिउँ मलाई। सिधी बात हो, अहिले कसै बोलेको छैन, पछाडि म अक्टोबरमा जान्छु भनेर भन्यो भने नारिस हो भाइ। त्यतिखेर म आफै हाम्रो गाउँ बजाउँ, मलाई धोका हुन्छ भने म त त्यतिखेर धोका गर्ने सिधै भयो। मेरो एक जमानै काप्यो भनिदिइहाल्यो फाइनली। म तिमीलाई त्यस्तो गर्दिनँ कि जाऊ अहिले जाऊ भोलि जाऊ भनेर पुरै गर्दिनँ। हाम्रो सबैजना